नमस्ते साथीहरू सबैजनालाई। आज चाहिँ म जन्मिएको पुरानो घर सरसफाइ कार्यक्रम गर्न लागेको छु र पुरानो घरमा चाहिँ पुरानो सरसामानदेखि लिएर धान मकैहरू राख्ने गरिएको थियो र आज मलाई दिनभरि पनि लाग्छ होला सफा गर्नको लागि। सुरुमा चाहिँ मैले माकुराको जालसालो झिकेर भेजिटेबलहरू साइडमा राखेर सबै फोहोरहरू बढाल्दै एकै ठाउँमा जम्मा गरेँ र कुहिने फोहोर जति एक ठाउँमा र नकुहिने फोहोर जति एक ठाउँमा राख्दै बिस्तारै बढाल्दै आएँ हैन। अनि त्यसपछि लाएर यो मुसाले चाहिँ धान खाएर पुरा भुसुस बनाइदिएको रहेछ। भुसहरू चाहिँ ढुक्रोमा उठाएर राखेँ र कार्पेट पनि उठाएर मैले टकटकाएर घाममा लगाएर सुकाइदिएँ र धान राखेको ठाउँमा सरर बढालेर चाहिँ सकेँ। र मुसाले यस्तरी धुलो बनाएको रहेछ गाइज, हेर्नुहोस् हैन। त्यसपछि सबै माटोहरू एक ठाउँमा थुपारेर सट्ट मुछेँ र बाले माटो ल्याइदिनु भयो। गोबर माटो मुछेर चट्ट मैले चाहिँ मुसाले धुलो बनाएको ठाउँहरूमा सट्ट टालेँ। सबै हेरेर सबै भित्ताहरूमा हैन सबै राम्रोसँग टालेँ चट्ट पालसाल हैन। अनि त्यसपछि यो चाहिँ हाम्रो पहिलाको दुध राख्ने खोपा, चट्ट यो खोपामा पनि टालेँ। अनि त्यसपछि सरर रातो माटोले लिपेँ सबै हैन। कस्तो राम्रो देखिएको छ चट्ट रातो माटोले लिप्दाखेरि। लक्ष्मी पूजाको लागि त रेडी बनाउनु पर्यो गाइज हैन। चट्ट आफू जन्मेको घरमा सट्ट सरसफाइ गरेर पूजा गर्नु पर्यो। त्यसपछि मैले सबै भित्ताहरूमा राम्रोसँग हैन सबै सरर यसरी पोतेँ हैन। अनि यो चाहिँ ढोकाको साइडमा यो पनि पोतेँ र हल्का माथि पोत्न बाँकी थियो। त्यसपछि माथि पनि सरर पोतेँ र हामी चाहिँ पहिला दलिनमा यसरी छाप लगाइन्थ्यो हैन, रातो माटोले टक्क त्यो छाप पनि लगाएँ मैले। सक्यो। अनि त्यसपछि हामी मूल ढोकामा यसरी रातो माटोले चट्ट गोलो बनाएर यसरी थाममा सिधा घेरो बनाएर पोतिन्थ्यो, गोलो बनाएर पोतिन्थ्यो। पोतेँ र गोबर माटोले अब चुल्हादेखिबाट सरर पोत्दै आएँ म चाहिँ हैन। सबै भुइँहरू टक्क गोबर माटोले यसरी पोतिन्थ्यो र पोतेँ सकेँ हैन। अनि त्यसपछि ढोकानिर पनि पोतेर सकेँ र मैले दुईटै ढोकाहरू झिकेको थिएँ सजिलोको लागि र ढोकाहरू दुईटै हालेर सिधा लाइन बनाएर त्यहाँ पनि पोतेर सकाएँ। पोतेर पनि सक्यो गाइज, गाह्रो पनि भयो, धेरै थके पनि लाग्यो हैन। त्यसपछि म चाहिँ फोहोर बोकेर सरर दौडिएँ हरन बजाउँदै चट्ट हैन, पिपिप गर्दै रोडै कुदाएँ र सट्ट लगाएर फोहोर पनि पोलिदिएँ। त्यसपछि यो चाहिँ मेरो भोलिपल्टको काम हो गाइज हैन। चट्ट माकुराको जालोहरू झिकेँ बाहिर। अनि त्यसपछि पिँढीमा सरर बढालेँ झाडुले हैन। बढालिसकेपछि आँगनमा पनि सरर झाडुले बढालेर मैले चाहिँ सबै त्यो गेगर माटो ढुङ्गा सुङ्गा एकै ठाउँमा बनाएँ। त्यसपछि सरर फोहोर उठाउनेले उठाएर त्यो छेउछेउमा राखेर थुपारिदिएँ गेगर माटोहरूलाई। त्यसपछि सरर पानीसानी छम्किएँ, एक बाल्टिन पानी ल्याएर टक्क पिँढीमा पनि हालिदिएँ। अनि त्यसपछि अर्को बाल्टिन पानी ल्याएर सट्ट झाडुले बढाल्दै पिँढीमा चट्ट सफा गरेँ, झ्यालछ्याल सफा गरेँ, भित्ताहरू पनि चट्ट सफा गरेँ। दाइले चाहिँ मलाई उता कराइरहनु भयो है, मान्छे नबस्ने घरमा चाहिँ किन सफा गरे भन्दै। मान्छे नबसे पनि घर त सफा गर्नु पर्यो, जे भए पनि आफू जन्मेको घर हो, धेरै माया लाग्छ हैन। त्यसपछि यो पुरानो भाँडाहरू चट्ट गाईस्याहारी माझेर टल्काएर राखेँ। मेरो काम पनि सकियो। अनि त्यसपछि ल देख्न सक्नुहुन्छ यसरी रेडी बनाएँ मैले चाहिँ तिहारको लागि। सबैको घरमा लक्ष्मी माताले बास गरून् र सबैलाई तिहारको धेरै